अ, हामीले जुठो बार्दा बार्दा किन नुन बार्छौँ? हामीले नुन बारेर बितिसकेको मान्छेलाई के असर पर्छ, के फरक पर्छ, त्यो बारेमा क्वेसन छ मेरो। यो नुन बार्नेको मात्रै होइन, जस्तो मेरो अब दुवै अब मेरो पिताजी पनि माताजी पनि दिवंगत भइसक्नुभयो है। हामीहरूको नेपालमा चाहिँ त अत्यन्त कडा प्रक्रिया छ, पुरानो हामीले अहिले पनि मेन्टेन गरिराखेका छौँ। 11 दिनसम्म यसरी बस्ने, 12 दिनमा यो गर्ने होइन, आदि सपिण्डीकरण आदि इत्यादि छ। एक छाक खाने, नुन नखाने, कुनै पनि मिठो कुराहरू नखाने, नुनिलो त खाँदै नखाने। यो तपाईले आफूलाई, आफ्नो शरीरलाई यति कष्ट दिनुभयो। शरीरलाई किन कष्ट दिने? आफ्नो बामा त बितेर गइसक्नुभयो, यसमा कमसे कम मिठो पनि खान नदिने हो, यो त तरिकै भएन। मलाई अलिकति माफ गर्नु होला, हाँस उठ्यो। म नेपालमै हुँदा एकजना भाइको त्यस्तै भयो, उहाँको आमा बित्नुभयो। 6 दिनमा म भेट्न गएँ। अनि तपाईँ त धर्मशास्त्र जानेको मान्छे, यो विधि, मलाई त मासु दिनदिनै खानुपर्छ, 6 दिन भइसक्यो खान नपाएको। यो मासु खानुहुन्छ भनिदिनु न मलाई, मासु खान दिएन यिनीहरूले भनेर। अब मलाई भित्र मनमा आयो, अलिकति त्यहाँबाट ल्या भयो हुन्थ्यो नि त, जोगाएर किन सबै पोल्या पनि, माफ गर्नु होला है, तर मैले भन्न त अब यो आफूभित्रको एउटा तपस्या हो नि। त्यो तपस्याले के हुन्छ त भने, हामीभित्रको जुन मानसिक विकार हो, त्यो मानसिक विकार बिल्ड हुन दिँदैन। यो बाहिरी कष्ट पनि कुनै कष्ट हो र भित्रको कष्ट पो कष्ट हो। मैले त त्यो जति एक्सट्रिमसम्म भन्दा रहेछन् भनुन्, म गर्छु भनेर बसेँ नि। अनि त्यसपछि परालमै सुत्नुपर्छ, ओछ्यान कहाँ मिल्छ तँलाई भने, अनि मैले परालमै सुतेँ। त्यो यत्रो मिलिपिड हुन्छ नि है, त्यस्तो आएर राति त्यो कहाँ झन्डै कानमा फसेको, है साङ्ला त बराबर रहेछ, त्यो पराल भिजेको पराल। त्यो गर्नुहोस् भने होइन, मैले त्यो वाहियात कुरा। तर मैले के देखेँ त्यसबाट, मैले अनुभव गर्न चाहन्थेँ किन यो गराइया छ भन्दा, कष्ट पनि एउटा लेसन रहेछ, शिक्षा रहेछ। त्यो शारीरिक कष्टले मलाई मानसिक कष्टको बोधै हुन पाएन। एक छाक खाऊ भन्या छ, त्यसमा पनि ल भात घिउ हालेर खाने बेखाऊ, अर्थ चाहिँ नखाऊ भन्या छ। अब एकै तरी विक भइहाल्यो, एउटा चामल मात्रै खाएपछि शरीरमा शक्ति हुने भएन। अनि 10 थरी विचार आउन यत्तिकै छोड्दो रहेछ, शरीर विक भएपछि, खानु भने चिज नखाएपछि यत्तिकै। अनि यो जुन तपस्या भयो नि, त्यो तपस्याले भित्रको ग्लानी कम गरिदियो, चित्त स्वतः शुद्ध भएर जाँदो रहेछ। सात्विक मात्रै किसिमको खाना खाएपछि 2 दिन 3 दिन भित्रमा त्यो ग्रिफ जुन शोक हो, त्यो शोक आफै कम भएर जाँदो रहेछ। अनि त्यसबाहेक अब यो नुन त पचाउने कुरो हो नि, नुनले चाहिँ नि कुकिङ गर्छ। अनि अब यो धेरै ग्रिभिङ फेजमा हामीले चाहिँ सल्टलाई एसेन्सल पनि मान्यो। पहिला चाहिँ नुन भन्ने कुरो चाहिँ के थियो भने, आजभोलि जस्तो नुन जस्तो सस्तो केही छैन नि। पहिला नुनभन्दा महँगो केही पनि हुँदैन थियो। पहिला चाहिँ नि त्यो नुन भन्ने कुरो त म मेरै बाकोसम्म कुरा गर्ने हो भने, मेरो बा पनि कमसेकम 20-22-25 वर्षसम्मको हुन्जेलसम्म तपाईँ त्यो नलाङ धादिङसम्म आउनलाई उहाँहरू 2 दिन 3 दिन ढाक्रे त्यो बस्ने ठाउँमा बास बसेर काठमाडौँ गएर डोकामा चुई बोकेर नुन ल्याउनु पर्थ्यो है। अब काठमाडौँबाट त्यति नजिकको मान्छेले त म त्यो कुरा गर्दैछु भने रिमोट ठाउँमा, त्यो पनि पहिला इन्डियाबाट सिधा नआउँदाखेरिको कुरा गर्नु न, सबभन्दा खाने कुरोमा सबैभन्दा दुर्लभ भएपछि सबभन्दा महत्त्वपूर्ण के ठानियो? नुनै ठानियो। अनि त्यसलाई छोडिदिएपछि के छोडियो भने एउटा अत्यन्त कष्टप्रद भयो। तपस्या चाहिँ कष्ट नगरिकन हुँदैन। भोको बस्नु पनि एउटा कष्ट हो। तर ती तपसबाट हाम्रो
बा आमा मुक्त भए त मैले त्यो पनि विचार गरेँ, किनभने म आफू जब त्यो थ्रु नै गइरहेको छु नि, आफूले त्यसलाई त प्रयोगमा ल्याइरहेको छु नि, त्यो सबै आफ्नै कुरा हो। हेर्नुहोस्, मेरो चित्तवृत्तिकै कुरा हो। मैले केही गरेर मेरो बाआमा मुक्त हुन्छन् हुँदैनन् भन्ने कुरा मैले देखाएको छैन। मैले केही गरेर मेरो चित्तका दशा फरक हुन्छन् भन्ने मैले देखेको छु है। त्यसकारण मैले अलिकति बाउको नाममा होस् आमाको नाममा होस् केही दान गरेँ। अहिले त यो खान छोड्ने मात्रैको कुरो कहाँ हो र, सबभन्दा गाँठी कुरो भन्छ नि हाम्रो नेपाली भाषामा, गाँठी कुरो त यो दान दिनु पर्यो भनेर न हो। किन दिने? आफ्नो हातमा आइसकेका सम्पत्ति दान किन दिने? त्यसै पनि कसैलाई दिन्छ। यो आसक्ति यति साह्रै ग्रस्त आसक्तिले कि छोड्न भने त केही पनि छोड्नै नहुने, पाए जति पनि। त्यो बेलामा हामीले के सिकायो? दान देऊ भाउ, मरेर लान त केही छैन, भाउ मरेर गए आम मरेर गए, अलिकति दान दिँदा के बिग्रिन्छ? त्यो दान त्यो पुरेरलाई किन दिने त? दिन्न। अरे बाबा गर अर्कोलाई दिनुहोस् न त, दान कसैलाई दिनुहोस्? एउटा खान नपाउने मान्छेलाई दिँदा चाहिँ दान हुँदैन त भनेको छैन शास्त्रले। विद्यालयमा गएर अन्न दिनुहोस्। तपाईँले त्यो विद्यालयमा दिएर कहाँ हुन्छ? किन हुँदैन त? मान्छेले भण्डारा लगाउँथे, हामी विद्यालयमा बस्दाखेरि त्यसरी आफ्नो माताको पिताको स्मरणमा भण्डारा लगाउँथे। भण्डारा भनेको अलि अब त्यो दिन हामी वर्षभरि मिठो खान नपाउने, कसैले भण्डारा लगाइदियो भने अलिकति मिठो खान पाइन्थ्यो है। हामी जस्तो छात्रावासमा बसेका आश्रममा बसेका विद्यार्थीहरूलाई भण्डाराको महत्त्व हुन्छ हेर्नुहोस्। अनि उनीहरूले केही अन्न कुनै दिन अलिकति खान्छन्, उनीहरूको सबैको आत्मा तृप्त हुन्छ। केही बिग्रियो त त्यसबाट तपाईँको अलिकति खर्च कहाँ खर्च गर्छ? नगरिरहनुहोस्। तर त्यो आसक्ति जतिसुकै बोकायो नि, जाने त मर्ने नै हो कि हुन्छ एट द एन्ड अफ द डे। जतिसुकै थुपारे पनि ओहो यसले यत्रो थुपारिया छ अनि चाहिँ कत्रा राजा आए, कत्रा बिलियनर आए है, छोडेर गए अलिकति नाम, उनीहरूले एउटा केही संस्थान गरेर गए, उनीहरूको नाम रह्यो, रहनी त्यही रहेछ, रह्यो भने नाम रहनी रहेछ है। अर्थ त केही पनि रहने होइन रहेछ नि। यो शरीरलाई चाहिएको जति सुख सुविधा भोग्नुहोस्। यो शरीरले चाहिने सुख सुविधा भोग्नुभन्दा मासतिर त के रहेछ? छोडेर जाने। छोडेर जाँदाखेरि एउटा कुनै धर्म कर्ममा लगाइदिनुहोस्। त्यसले गर्दाखेरि समाजको कल्याण हुन्छ, समाजको उद्धार हुन्छ। त्यो किसिमको शिक्षा हो। त्यो मृत्युको समय र मृत्यु उपरान्तको जुन एउटा बार्नी भनेको छ, आदि आशौच भनेको छ, मान्छे एक ठाउँ बस भने अहिले अब हामी 5 दिनभन्दा बस्न दिँदैन, सरकारले त्यो नियम लगाइदिन्छ। किनभने अब बिदा दिन परेन नि, छुट्टी दिन परेन नि, किन दिने? कर्पोरेसनलाई के फाइदा छ? तपाईँ चाहिँ पितृशोकमा 13 दिन बस्दा मलाई तर्क दिनुहोस् कि तपाईँको कर्पोरेसनले के फाइदा पाउँछ त? तपाईँलाई पितृशोकमा 12 दिन 14 दिन बिदा दिएर 1 दिन दे हुन्छ। उनीहरूको अझै किन दिने नै किन? हैन, हामीले यो बिदा चाहिँदैन यी सबै भनेको के भनेदेखि यो त फन्डेड छ नि त, पैसा बनाउने कर्पोरेसनले हो, हामी कर्पोरेसनको दास हो। हामी 5 दिन 7 दिन छुट्टी लिएर बस्दाखेरि कसलाई घाटा भएको छ? हामीलाई केही घाटा भएको छैन, कर्पोरेसनलाई घाटा भइरहेको छ। हामीले मजासँग कानुन बनाएर यति दिन चाहिँ 15 दिन चाहिँ बिदा दिनै पर्छ नि, बिदा लिन्छ। बस्नुहोस् तपाईँ एकाग्र। अर्थ किन गर्न परिरहेको छ? होइन, कहाँ यतिकै बस्न सकिन्छ? अहिले मान्छे तास खेलेर बस्या। अरे बाबा तास भगवत गीता सुनेर बस्नु कमसेकम त्यति बेला होइन। अब त्यसकारण यो चाहिँ चित्तवृत्ति विकसित गर्न सकिन्छ भनेर विभिन्न प्रक्रिया, नुनै मात्रै छोडिदिएर हुन्छ भन्ने चाहिँ होइन। किनभने भारतका कतिपय ठाउँमा नुन छोड्ने चलन छैन, हाम्रो नेपालमा छ। नेपालीलाई नुनको बढी महत्त्व हुने भएर हामीले नुन छोडिदियौँ। अब पहाडीहरूलाई नुनको जति आजको कुरो होइन नि त, त्यो सबै अरू तल त्यो अब त्यो नुनको समुद्रबाट टिपेर ल्याउनेहरूलाई के मतलब भयो? त्यस कारणले हामीले त्यो प्रक्रियालाई एउटा सामाजिक भौगोलिक सांस्कृतिक हिसाबले चाहिँ विश्लेषण गर्न सक्नुपर्छ है। यसमा जति विचार गरे पनि छ, विचार गर्न सक्ने, तपाईँको सपिण्डकरणको बारेमा पनि विचार गर्न सक्ने कुराहरू छ होइन। यो पितामह प्रपितामह 3 जेनेरेसन तपाईँको चाहिँ नि पहिला वसु स्वरूप भन्यो होइन, आदित्य स्वरूप, वसु स्वरूप, रुद्र स्वरूप, आदित्य स्वरूप भन्यो। यो 3टा त त्यसपछि मुक्त पुरुष भए। हामीले आफूले कर्म गरेर
कुर्वन्नेवेह कर्माणि जिजी विषय छ त गुसमा। तपाईँ 100 वर्षसम्म काम गरेरै बाँचौँ भन्ने सङ्कल्प लिनुहोस्। यो किसिमको शिक्षा दिएर अनि हामीले आत्मा भई जायते पुत्र, जो छोरा छ त्यो आफै हो है, आफ्नै कन्टिन्युटी हो है भन्यो। अनि आत्मयाग नै गर्यो, जुन पितृयाग हो भनेको मतलब जुन शरीरलाई नै अन्तिममा शरीरम हवि, जिन्दगीभरि त्यो अग्निलाई, अग्नि मिडे पुरोहितम हो नि त। हिन्दूहरूले त पहिला मानेको त अग्नि हो नि, देवता आगो हो नि त। पहिला अग्निमीडे पुरोहितम यज्ञस्य देवम ऋत्विजम होतारम रत्नधातमम, ऋग्वेदको पहिलो मन्त्र हो नि यो, होइन? हामीले अग्निको पूजा गऱ्यौँ, जिन्दगीभरि जुन देवताको पूजा गऱ्यौँ, अन्तिममा यो शरीर त्यसैलाई अर्पण गरिदिउँ। मैले आफैले अर्पण गर्न त म जिउँदो हुनु पर्यो, जिउँदै म अर्पण गरेँ भने आत्महत्या भयो। फेरि मेरो कन्टिन्युटी कहाँ छ त भन्दा मेरो सन्तानमा छ नि। अनि त्यसैले चाहिँ नि मलाई आहुति गरिदिने भयो, म अग्निमा प्रवेश गर्न पाउने भएँ। मेरो शरीर पनि अन्तिममा गएर उसैलाई, त्यो जुन विराट परमेश्वर अग्नि तत्त्व हो त्यसैमा समाहित भयो। त्यसको त धेरै ठुलो दर्शन छ। हामीले त रूढिवादी मात्रै कुराहरू बोकेका छौँ, दर्शन चाहिँ हामीले छोडिदिएका छौँ। र म अहिले यो प्रश्नलाई यहाँभन्दा बढी लम्ब्याउन चाहन्न है त। थ्याङ्क यू।